ल भन्नु ल नाम भन्नुहोस् न पहिला हजुरको परिचय। मेरो नाम शिवकुमार शाह, म अजिरकोट गाउँपालिकामा पशु स्वास्थ्य प्राविधिक पदमा कार्यरत छु। नमस्कार, मेरो नाम राजेश कुमार यादव, म पशु चिकित्सा शास्त्र 3rd इयरमा अध्ययनरत छु अहिले। अनि सर यो गौ संरक्षण केन्द्रमा आउँदाखेरि तपाईँलाई कस्तो लाग्यो आज यताको वातावरण? यताको वातावरण एकदम राम्रो लाग्यो मलाई सर। यहाँ गाईलाई सेवा गर्न पाउँदा म भित्रबाट खुसी हुन्छु सर। किनभने मान्छेलाई सेवा गर्यो भने मान्छे कोल्टी फेर्न सक्छ, त्यसले धोका दिन्छ के। तर पशुलाई सेवा गर्यो भने त्यो जीवनभरिको लागि एउटा सेवाको रूपमा हुन्छ के। अनि के भन्छ तपाईँको विचारमा नेपाल सरकारले के गरिदिए अझै यो व्यवस्थित हुन सक्छ सर? यस्ता ठाउँहरूमा नेपाल सरकारले अलि यसलाई व्यवस्थित गर्न सानो सहयोग गर्यो भने एकदम राम्रो के। यहाँ त अब उहाँहरूले यतिको गर्नुभएको छ, यसमा सरकारले पनि अलिकति यहाँको वातावरण झन् राम्रो हुन जान्छ र यो गाईहरूलाई अझै सहज हुन्छ जस्तो लाग्छ मलाई। अनि पशु प्राविधिक राख्दा के हुन्छ यता? पशु प्राविधिक त यहाँ एउटा अनिवार्य रूपमा राख्नु पऱ्यो मेरो विचारमा। अब यहाँ गाईहरूलाई कुन बेला के समस्या हुन्छ, दुध दिने गाईहरू पनि छ, मस्टरिसको समस्या देखा पर्छ टाइम टाइममा, अझ धेरै समस्याहरू हुनसक्छ। त्यही भएर एउटा पशु प्राविधिकको सेवा पनि यहाँ उपलब्ध गराइदियो भने दक्ष प्राविधिक चाहियो ठाउँमा एउटा, चाहियो। त्यसपछि झन् अझै व्यवस्थित गर्न सकिन्छ यसलाई। ल ठिकै, अरू सब त ठिकै छ होइन राजा सर? लगभग ठिक छ यहाँको। है उहाँको भनाइ हजुरहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ एकदम राम्रो लाग्यो। अलिक गाई भैँसी अहिले गाईहरूमा अलिक मालन्युट्रिसनको कमी छ होइन, दानाहरूको कमी छ, त्यो नेपाल सरकारबाट अझै सहयोग हुँदा अलिक राम्रै हुन्थ्यो कि जस्तो लाग्छ। हो सर, यहाँनिर यस्तो छ, अब उहाँको फन्ड के कसो छ त्यो आधारमा त न्युट्रिसनको कुरा, त्यो फिडिङको कुराहरू त फन्डको आधारमा हुने हो। अब उहाँहरूको फन्ड नपुगेर हो कि एउटा त माल न्युट्रिसनको समस्या देखिहाल्यौँ हामीले। अलिकति व्यवस्थित पनि अब वेल व्यवस्थित छैन, त्यो फन्डले गर्दा पनि हुनसक्छ। उहाँहरूको आर्थिक आम्दानी त्यति नपुगेर पनि हुनसक्छ। अनि त्यही भएर म नेपाल सरकारलाई पनि अपिल गर्न चाहन्छु, यस्ता यस्ता ठाउँमा अलिकति आफ्नो तर्फबाट पनि केही सहयोग गरेर अलिक व्यवस्थित गरिदियो भने एकदम राम्रो ल हुन्छ। अब एउटा लास्टै कुरा सर, अब के भन्छ मान्छेहरू आफ्नो आफ्नो बर्थडे मनाउँछ नि सर, अनि 5 स्टारमा गएर बर्थडे मनाउनु राम्रो कि यता आएर बर्थडे मनाउनु राम्रो हुन्छ सर तपाईँ? मेरो विचारमा त सर यता आएर मनाउँदा राम्रो, किनभने अब 5 स्टारमा गएर हजारौँ हजार खर्च गरेर त छिनभरको लागि मात्रै हो। तर यहाँ आएर एउटा सानो सहयोग गऱ्यो भने यति धेरै गाईलाई यिनीहरूको एउटा जुन व्यवस्थापन छ, व्यवस्थामा पनि अलिक सुधार आउँछ र गाईहरूको फिडिङमा केही कुरा अनुदान दियो भने एकदम राम्रो हुन्छ क्या। यो चाहिँ हाम्रो जीवनको एउटा पुण्यको काम हुन्छ र यो सधैँभरिको लागि रहिरहन्छ। हिन्दू धर्मावलम्बीहरूको लागि एकदम महत्त्वपूर्ण हो। ल ठिक छ त ल यो मेरो यो समीर थापा ब्लग हेरेर बस्नुहुने दर्शक महानुभावहरूलाई हजुरहरूले के भन्न चाहनुहुन्छ? म यो समीर थापा ब्लग हेर्नेहरूलाई सम्पूर्णलाई उहाँको ब्लगलाई लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला र एउटा घन्टीको निशान छ त्यसलाई थिचेर सबैजना उहाँको सबै तपाईँको एउटा सानो सब्सक्राइबरले यता समीर सर केही धन्यवाद। ल राम्रो हुन्छ है, धन्यवाद। धन्यवाद। यता हुनुहुन्छ है उहाँ चाहिँ हाम्रो डक्टर पढ्दै अब 5th सेमिस्टरको राजेश कुमार यादवज्यू। अनि यता चाहिँ हाम्रो वरिष्ठ पशु प्राविधिक राजेश के अरे शिवकुमार शाह, ल उहाँ चाहिँ हाल कार्यरत, ल उहाँ चाहिँ पशु प्राविधिक पनि हो है।